के भन्दा कतै हिँड्नु भयो के हुनु नि झ्याप्लेले साथीलाई कुट्न लाग्यो होला त्यही भएर तिमीलाई बोलाउन आएको म हेर ढ्याप्ले अस्तिको दिनमा जे भयो भयो अब टन्न खाजा पनि खाइयो अब हामी यसरी हुँदैन मिलेर बस्नुपर्छ है बुझ्यौ नि कुरा बुझ्यो एकदम राम्रोसँग बुझ्यो अब हामी दाजुभाइ पहिला जस्तो झैझगडा नगर्ने एकदम मिलेर ल ठिक बस्नुपर्छ ल अब यो चौरमा बसेर भोलि फर्काएर एकछिन काम तापाउँला है बस्नु के अचम्म हो झाप्लेलाई कुटेर मारिसक्यो होला भन्दा यिनीहरू मिलेर पो बसेछ नि त अनि अघि त खुब भागेको थिइस् त अहिले चाहिँ के गर्न आएको त अघि मलाई कुट्ने बेला किन भागेको थिइस् साथीको नाममा कलङ्क देखिनस् तँलाई कुट्यो होला भनेर साथीहरू बोलाउनु गएको नि म हामी सधैँ एकै ठाउँ बस्नुपर्ने मान्छे सधैँ झैझगडा गरेर हुन्छ त होइन त झ्याप्ले हो नि हामी सबै एकै ठाउँ मिलेर बस्नुपर्ने मान्छे सधैँ झैझगडा गरेर मात्रै हुन्छ त ए त्यसो भए ठिकै छ नि त तिमीहरू मिलेपछि हामी मात्र किन दुश्मनी मोलेर बस्ने हामी पनि मिल्छौँ मोलेर बस्नु छैन होइन त साथी हो त्यसो भए मिलाउनु त साथी भाइ है त एकताको ठुलो बल हुन्छ